मलाई कतिजनाले लेखिरहनु भएको छ कि म्याम तपाईँ लिडरसिप रोलमा त्यत्रो वर्ष बस्नुभयो। एकजना पर्टिकुलर मेसेज मलाई एकजनाले लेख्नुभएको मलाई सेयर गर्नु मन लाग्यो र एडभाइस पनि दिनु मन लाग्यो, मेरो आफ्नो विचार। उहाँले के लेख्नुभयो भने मेरो बस सबै काम हामी गर्छु तर ऊ हाकिम खालि हाकिम मात्रै पल्टेर घुमिरहेको हुन्छ अरे कि। मलाई के सुझाव दिनु मन लाग्यो यो चिजमा भने यदि तपाईँ बस हुनुहुन्न अहिले भने अथोरिटीलाई इमिटेट नगर्नुहोस्, हाकिम जस्तो पल्टेर नहिँड्नुहोस्, हाकिमलाई च्यालेन्ज नगर्नुहोस्। यदि तपाईँले आफ्नो माइन्डसेट यदि चेन्ज गर्नुभयो भने एक दिन त्यो टाइटल अराइभ हुन्छै हुन्छ, आउँछ। अहिले तपाईँको केपेबिलिटी बिल्ड गर्नुहोस्, अहिले तपाईँको जजमेन्ट बिल्ड गर्नुहोस्, अहिले तपाईँले टेक्निकल स्किल्स सिक्नुहोस्, तपाईँको क्राफ्टलाई होन गर्नुहोस् के इन्डस्ट्रीमा हुनुहुन्छ तपाईँ। अनि तपाईँले आफ्नो केपेबिलिटी कसरी बिल्ड गर्नुहोस् भने कि द बिगर पिक्चर, ठुलो पिक्चरलाई अन्डरस्ट्यान्ड गर्ने केपेबिलिटी बिल्ड गर्नुहोस्। सबैजनाको भन्ने नै यही नै हो कि हाकिमको कति सजिलो छ, सबै काम हामी सबै काम त हामी नै गर्छौँ नि, हाकिमलाई धेरै सजिलो छ, ऊ हाकिम मात्रै पल्टेर हिँड्छ। यदि तपाईँ हाकिम बन्न चाहनुहुन्छ भने मैले जे भने केपेबिलिटी बिल्ड गर्नुहोस्, टेक्निकल स्किल्स बिल्ड गर्नुहोस्। अहिले बसलाई च्यालेन्ज गरेर उसले यस्तो गर्छ म पनि त्यही गर्छु, उसले गर्न पाउने मैले नगर्नु पाउने, र त्यो गर्न थाल्नुभयो भने तपाईँको डाउनफल र तपाईँको दुःखको दिनहरू सुरु हुन्छ। नगर्नु होला त्यो। आफ्नो जजमेन्टलाई डेभलप गर्नुहोस् र बिगर पिक्चर हेर्न सक्ने केपेबिलिटीलाई तपाईँले बिल्ड गर्नुहोस्। फ्युचर लिडर्सले त्यही गर्छ। अनि मान्नुहोस् कि यदि तपाईँले त्यो माइन्डसेट चेन्ज गर्नु भएर इम्प्लोइ जस्तो काम गर्नु छोड्नुभयो भने त्यो एक दिन त्यो टाइटल आउँछै आउँछ। I hope this helps. Thanks.